कसलाई यहाँ लट्ठै बनाछ वेलकम ब्याक टु माई न्यू भिडियो न्यू डे न्यू ब्लगमा सबैजनालाई वेलकम छ। वेलकम टु फ्रम कहाँ छौँ रे हामी? बन्दीपुरैमा माया बेटीको खुरैमा। अब गीत त पुरै आउनु के अनि यतिमै पनि गाउनुपर्छ। आउँछ। आज चाहिँ हामी हिजो कति बजी हिँडेको अरे? अनि 6:30 बजे हिँडेर बिहान पोखरा पुगेर पोखरादेखि बन्दीपुर आइपुगेको छौँ। अहिले कति बज्यो? अहिले ठ्याक्कै 10:09 मिनेट आयो। 10 भयो। यति बेला अब माथि त्यो बन्दीपुरको मन्दिर छ नि माथि, त्यहाँ जाँदैछौँ। हामी चाहिँ अब टक्क आएर यसरी यतातिर बन्दीपुर बजार छ, यतातिर हाम्रो यो चाहिँ म्याचिङ ड्रेस भएको छ है सबजनाको। तर हाम्रो चाहिँ यो सल्लाह होइन है, हल्का केही हुन्न। ऊ सबैभन्दा चेन्ज हाम्रो बुहारी नानी ज्ञानजरी टिचरहरूको ड्रेस। उताको देउरानी मेरो बुहारी नानी। ल एउटा आउनु नि त। सबजना उता पछाडि हुनुहुन्छ, अरू सरहरू चाहिँ माथि गइसक्नु भयो। हामी पनि जाँदैछौँ। ल कस्तो राम्रो देखिनु भएको छ। ल बनाम यहाँनिर बन्दीपुरको बोर्ड लिएर आइपुगेको छौँ हामी। जेसिआई कार्की ब्रदर्स जाँदैछौँ। हेलो भाउजू, भोक लागेर हामी भाउजूलाई बसमा चाहिँ सुतिराख्नुहुन्छ खानुभन्दा हिजोबाट गाडी लाग्छ। त्यही हो ए प्यान्ट टी सर्ट लगाउनेलाई पातलो देखिन्छु भनेर हो नि, त्यो पनि हुनसक्छ। के छ हाम्रो सङ्ख्या म्याम? देखिनु भएको छ नि, भनिदिन्छु म त सरलाई। बन्दीपुरैमा होइन मेरो राजा भेटिन्छन् बन्दीपुर। नभए राजा अब कहाँ खोजिरहनु, घर छोडेर आइकिन। कहाँबाट हाम्रो त केही थाहा छैन। यतिबाट होला, यहीँबाट हो के माथि जाने बाटो, थानीमाई जाने बाटो। थानीमाई सबैजना फटाफट ल क्युआर पनि रहेछ। ल हे भगवान, मनले चिताको सबै। सिया म्याम कस्तो, अनि सन्जिता म्याम कस्तो भइरहेछ बन्दीपुर आउँदा? थकाइ लाग्यो, नखाएर हिँड्दा नि। बन्दिजम गर्ने हो यहाँबाट, बिना डोरीको। बन्दिजम गर्ने हो यहाँबाट बिना डोरीको। कैसा लगा मेरा मजाक? किन खानु भएको? अमिलोपल्ट खानु मन लाग्यो। यस्तो भएको म्यामले आइडिया चाहिँ जान्नुभयो चाहिँ चप्पल चाहिँ बोकेर ल्याउनु नखा। एकदम त्यही त बन्दीपुर बजार है, यति राम्रो देखिन्छ माथिबाट भ्यू। अझै माथि पुग्दैछौँ हामी चाहिँ एकदम। हाई भ्लग हो कि भ्लग? वाह यति धेरै पप्पी मेरो भ्लगलाई हो। केही भनिदिनुहोस् न, कस्तो हुँदैछ अनुभव नयाँ ठाउँमा आउनु पाउँदा? पसिना आयो नि। हेलो हाम्रो यति बेला खाना खाने बेला भइसक्यो। कति बजे छ? घडी पनि हेरेको 12-1 भएछ। 12 बजे ट्याक्कै खाना खाने। 12 बजे 1 मिनेट। कस्तो छ खाना? खाना सब गर्दै हुनुहुन्छ। मलाई चाहिँ नराख्दिनु ल। कस्तो राम्रो सिन छ यतातिर। मैले सिने देखाउन पाएको छैन। अब एकछिनमा खाना खाएर त्यसपछि हामीले खाउँछौँ। पानी दिनुहुन्छ? पानी नदिनु नि हुन्छ र। यता चाहिँ हाम्रो सरहरूले खाना खाँदै हुनुहुन्छ। कस्तो राम्रो घरमा बसेको जस्तो यसरी चकटीमा खाना पाउँदा कस्तो भइरहेछ म्याम? एकदमै आनन्द फिल भइरहेको छ। सेम घरमा खाएको जस्तै है म्याम? मिठो छ खाना? एकदमै। खानाको परिकार
यो त मिठो होला जस्तो छ म त पापड खाल्दैछु सुरुमा लगान करे बन्दीपुर आएर ड्रेस लगाएको छु यस्तो मगर ड्रेस मेरो साथीहरू चाहिँ उतातिर हुनुहुन्छ कस्तो राम्रो ठाउँ आहै साँच्चीकै मगन जस्तो देखेँ क्या देखेको छु कि छैन थाहा छैन एकदमै राम्रो पसल रहेछ यो चाहिँ टक्क लगाएर अरू साथीहरू चाहिँ उता ड्रेस लाउँदै हुनुहुन्छ ड्रेस लाउने भए बन्दीपुर आएपछि यही पसलमा आउनुहोस् ल हामी चाहिँ बन्दीपुरबाट रिटर्न भएर अब कहाँ जाँदैछ हामी सारङकोट डाँडैमा अब जाँदैछौँ ओ तारा मिस दुई शब्द बोलिदिनुहोस् न हेर्नु हाम्रो आडैमा हो बल्ल म्यामले हामीलाई गीत सम्झाइदिनु अहिलेसम्म गीतै याद आउँदैन तर हाम्रो बसमा आज चाहिँ गीत बसमा कस्तो गीत बजिरहेको छ म्याम यहाँ लट्ठै बनाएको गीत जस्तो लट्ठै पर्नु भएको छ यो भला घेरे जस्तो सुनियो सरले मलाई मुस्कान दिनुहुन्छ गाली गर्नु नै बनायो त्यही त एकदम मोबाइल चलाउनु नपाइ मलाई लाटै बनायो झिमझिम परेलीले रमाइलो मुभमेन्ट भइरहेछ कतिजना सिक्नु भएको छ अब हामी सारङकोटको डाँडामा पुगेपछि देखाउँछु ल मोबाइलमा चार्ज भएसम्म मैले मुभमेन्टहरू क्याप्चर गर्नेछु यति बेला चाहिँ हामी सारङकोटको डाँडामा जानको लागि केबल कार चढ्न जाँदैछौँ सरहरू चाहिँ माथि गइसक्नुभयो अब फेरि गाली खाइन्छ होला यो हाम्रो इन्ट्री कार्ड कहाँ जाने इन्ट्री कार्ड प्लेन चढ्ने प्लेन सारङकोटको डाँडामा केबल कारमा फाइनली टिकट पनि आइसक्यो अब हाम्रो जोडी चाहिँ अझै इन्जोय हुन्छ ओके 5 जना रुममा टोटली इन्जोय गर्नुपर्छ ल ओके भाइ ओके ओके हेलो टिकट म टिकट चेक गर्ने मान्छे राख्न दिइसकेको थिएँ कि टिकट सन्जना म्याम टिकट के जान्न पाए पारा हुन्छ हामी कहाँ चढ्यौँ जान्छौँ ल अब जान्छौँ म्याम बल्ल बराबर हामीले अघि त क्यामेरा बिग्रियो केही डर हुन्न हामी अब लिफ्टबाट जाँदैछौँ चार्ज चाहिँ छैन माथि पुग्दासम्म मुभमेन्ट क्याप्चर नहोला जस्तो छ त्यो गराउ के त्यो अलि के भन्छ नि यति चाहिँ हुने पऱ्यो ल अलि उता कि अलि उता एकजना लेभल मिल्दैन होस् यहाँ सबै यो कसैको जान्न होटलमा गएर के मान्छे खुल्छ क्या आफै चाहिँ सारङकोटको डाँडाबाट तल झरिसक्यौँ ल किनकि त्यहाँ गएर भिडियो बनाउन पाएन आफ्नै फोटो खिच्न र भिडियो बनाउनु ठिक थियो छिटाउनु भाउजू सरसँग भिडियो बनाउनु भए भाउजूले चाहिँ मैले चाहिँ बनाएन मैले चाहिँ सिङ्गल मात्रै बनाएको त्यो त राम्रो हुन्छ कि मान्छे पनि चेन्ज गर्नुपर्छ भिडियो क्वालिटीमा क्वालिटी होइन भिडियोमा यही भएर अब हाम्रो जाँदैछौँ त्यहाँ लाली गुराँस थियो कि एक ठाउँ लाली गुराँस टिपाउँ न टिपिदिनु न हाम्रो लागि
सबजना गइसके यस्तो हुन्छ पछाडि भएपछि अरे चटपट लिएर आउनु पोखराको खाना चिकन खाना आज पनि हामी पोखराको नागडु हेर्न लाग्यौँ ल खाना खाइसकेर फेरि 4 महिनापछि फेरि आएर फेरि नानी आएको आइ भइरहन्छ फेरि खण्ड हाम्रो भाउजू चाहिँ अल्छी मानेर सुत्नु भएछ हामी चाहिँ जाँदैछौँ अन्धकार अब चाहिँ मेरो लास्ट डे कस्तो छ खानेकुरा भनिएर भयो सोध्छु भने अब खानेकुरै रहेछ के सोधौँ म अब म त माछा खान्न नि गइलै आउनु भएन खाने हो तपाईँले माछा नखाने म त माछै खान्न पहिलो कुरो मलाई त आनन्द छ म माछा खान्न त्यही भएर